तपाईहरु नभएको भए हाम्रो 1k सब्स्क्राइबर नहुन पनि सक्थ्यो हैन। अब तपाईहरुले सब्स्क्राइब गरेर हैन हाम्रो 1k भएको। अब यस्तै मायाहरु देखाउँदै गर्नु। अनि अझ 2k, म 3k, 1 मिलियन जान्छु। अनि अझ राम्रो पार्टी गर्छौँ। अझै हामीले राम्रो भिडियो बनाउन जान्छौँ। आज हाम्रो जे 1000 सब्स्क्राइबर पुरा भएको छ र त्यसको खुसियालीमा हामी यसो घुम्नको लागि जाँदैछौँ। धेरै धेरै धन्यवाद छ हजुरहरूलाई। ल मनिष सर स्पोन्सर है हाम्रो केटाहरु हुन्छ यहाँ 1k सब्स्क्राइबर भयो। के छ आज केटाहरु प्लान छैन के रे। हामी त हिँड्न लागेको अब हाम्रो खानेकुराहरु के छ हाम्रो खानेकुरा भनेको भुजा मात्र हो। यता कोक छ कोला हो केक ल्याउनु भने दाइ के गर्नु यार। केक त ल्याउनु पर्छ नि यार। यस्तै अब मोनिटाइज भएपछि बल्ल केक त ल्याउनु भएन यार हैन। के छ सर के छैन उहाँको साथीहरुको धेरै 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 धन्यवाद छ युट्युब। ए दाइ माइक त यहाँ छ त। के भन्दै थियो केटाहरुले यसो केही सबैलाई थ्यांक यू भन्छ के भन्नु कसो भन्ने ल केटाहरु के भन्दै थियो के भन्दा अझै राम्रो राम्रो बनाउनको लागि अझै कोसिस गर्दैछौँ हामीले। इम्प्रुभमेन्ट तपाईहरुको साथ र सपोर्ट चाहिएको छ। तपाईहरुको साथ र सपोर्ट पाएपछि त्यसपछि हामीले अझै राम्रो राम्रो भिडियो बनाउन जान्छौँ। धन्यवाद। अहिले चाहिँ हामी धरमपुर आइपुगेको छौँ है। सताक्षी धाम छिर्ने बाटो आइपुगेको छौँ। आज अब केही राम्रो होस् हाम्रो लागि र हाम्रो युट्युबको लागि पनि राम्रो होस् भन्दै हामी सताक्षी धाम घुम्न प्रे गर्नु। सताक्षी धाम आउँदैछौँ है युट्युबको लागि राम्रो होस् भनेर। हेरौँ के हुन्छ अब हाम्रो यो यात्रा आज कन्टिन्यू हुनेछ। धन्यवाद। हेलो गाइज हामी चाहिँ होइन फाइनली सताक्षी धाम आइपुग्यौँ है। हामी सताक्षी धामको गेटमा छौँ र हाम्रो यहाँ केटाहरू छ है। केटाहरू सताक्षी धाम हेर्दैछ है कस्तो छ के छ केटाहरूले भन्ने छ है। आज दिवस 1k को लागि हामी सेलिब्रेसनको लागि हामी आयौँ हाम्रै गाउँ हाम्रै ठाउँ प्रमोट गर्नु। के छ मेरो भाइ केही भन्नु न भाइ। यहाँ आउनु भएको छैन भने आउनु होला। यहाँ तपाईले धेरै प्रकारको गाई जनावरहरू देख्न सक्नुहुन्छ। यहाँ चाहिँ 4,000 जति गाईहरू वासस्थान बसिरहेको छ। तपाईँ हामी आएको छौँ यहाँ। अब तपाईँहरूलाई ठाउँहरू देखाउने छौँ अनि हामी यहाँ रमाइलो गर्न आउने छौँ। तपाईँको एकदम साथ फाइनली यहाँ सतासी धाम आइसकेको छौँ र तपाईँले यो ठाउँको नाम थाहा छैन भने यो सतासी धाम हो र यो झापामै पर्दछ। यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ। हामी सबैजना यहाँ आइसकेको छौँ तपाईँहरूलाई यो देखाउनुको लागि। यहाँ 4,000 जति गाईहरू छ। यहाँ त्यत्तिकै यहीँ बास यहीँ भएको छ 4,000 गाईहरूको। तपाईँहरू आउनु भएको छैन भने आउनु होला। धेरै खुसी लागेको छ होइन। 1k भएको छ यहाँ। दाइले पनि पार्टी दिँदै हुन्छ होइन। यस्तो मजा आइरहेको छ कि के भन्नु तपाईँलाई। तपाईँहरू पनि आउनु होइन। नमस्ते धेरै धेरै धन्यवाद हजुरहरूले गर्दा हाम्रो 1k सब्स्क्राइबर पुगेको छ। यसरी नै साथ सपोर्ट दिनु होला र हाम्रो। हेलो गाइस तपाईहरुको साथ र सपोर्टले गर्दाखेरि हामी आज यहाँसम्म पुगेका छौँ 1000 सब्स्क्राइबर पुगेर। र यस्तै गरेर हाम्रो सब्स्क्राइबर यस्तै गरेर राम्रोसँग बढाइदिनु होइन। अनि यस्तै गरेर हामीले नयाँ नयाँ भिडियोहरू हाल्नेछौँ। आज हाम्रो यहाँ 1000 सब्स्क्राइबर पुगेर आज हामीले यहाँ घुम्न आएको छौँ। यहाँ के ठाउँमा सतासी धाम आएको छौँ। तपाईँहरू पनि आउन सक्नुहुन्छ होइन। अब यस्तै गरेर तपाईँहरूले साथ सपोर्ट राम्रोसँग दिनुभयो गाइज। अब अझै राम्रो राम्रो भिडियोहरू बनाउनेछौँ अनि यस्तै यस्तै ठाउँमा हामी गएर अझै राम्रो राम्रो उयो गर्नेछौँ। राम्रो राम्रो भिडियो बनाएर हाल्नेछौँ। ल गाइज त्यही भन्न चाहन्छु म। अब अरू पार्ट 2 भिडियोमा चाहिँ सतासी धाम घुमेको र झरनामा पुगेको भिडियोहरू छ। फुल हेरिदिनु होला। अर्को भिडियोमा छ है साथीहरू।